बुढी ओ बुढी ओ बुढी कस्तो नसुनेको यसले आज ए मेरो प्यारो बुढी होइन कति कराउन सकेको यो बुढेसकालमा पनि होइन के बुढी सायद जान लागिसक्यो के होइन यो बुढेसकालमा कति छिटो गरौँमा भएको एउटा छोरी नक्कल पार्दै ठिक छ मैले सुन्नु क्या मम्मी आज दसैँको दिन साथीहरूसँग गाउँ घुम्न जानु पर्यो भनेर यसो मेकअप गरेको त्यहाँ सहयोग गर्न आएको क्या होइन यो आमा छोरीको गन्थन अहिलेसम्म सकिएन अनि साँच्ची तिमीले अन्जुलाई कल गर्यो कि नै तिनीहरू टिका लगाउन आउँछन् कि आउँदैनन् यसपालि हिजो बेलुका फोन गरिथी आज त त्यसको फोनै लागेको छैन ए अहिले टिका लगाउन आउँछन् होला तिनीहरू हामी चाहिँ टिका लगाउन सुरु गरौँ न त सायद जान आँटिसक्यो हुन्छ पहिला छोरीलाई लगाइदिने होइन र मसँग सानी हो मबाट सुरु गर्न लगाउन यसपालि चाहिँ दक्षिणा अलिक ठुलो दिनु न मम्मी कयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घन्टी बज्यो चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहेँ सायद उनी मबाट टाढा जान चाहन्छन् भूकम्प जाँदा नेपालमा आएको 2072 सालको भूकम्पले 8000 भन्दा बेसी मानिसहरू र 48% घर र भवनहरूको नाश भएको थियो। त्यसैकारण भूकम्प आउँदा हामीले सधैँ सावधानी अपनाउनुपर्छ। भूकम्प आउनु अघि ग्यास, बिजुली र पानीको स्विच कहाँ छ भन्ने सबैलाई जानकारी दिने,
आवश्यक भए ग्यास र बिजुली बन्द गर्ने, पराकम्पका लागि तयार रहने र आफै र अरूको सुरक्षाको अवस्था जाँच गरी घाइतेलाई प्राथमिक उपचार दिने। यो शब्द नितान्त मेरो भए पनि म जस्तो कयौँ छोराछोरीको भावनासँग मिल्छ भन्ने